बहिनी मलाई बिहानदेखि भोक लागेको थियो कि मैले के खाएको थिएन क्या होइन मलाई अलिक पैसा पनि हल्का थोरै चाहिएको थियो खानलाई मैले बिहानदेखि भोकै छु क्या के सहयोग गर्न सक्नुहुन्छ मलाई थोरै 100-200 मात्रै भयो भने पुग्छ मलाई बिहानदेखि भोकै भएकोले 4 बजिसक्यो अहिले पैसा छैन क्या मैले पैसा ठ्याक्क बाटोमा हराएँ क्या अनि अप्ठ्यारो भएर मैले कस्तो गाह्रो भयो त भोक लाएर यसो गर्नु न त तपाईँलाई पैसा के गर्नु हुँदैन म हटलाई मोमो लगाइदिन्छु फोन लाउनुहुन्छ मलाई हुन्छ पैसा दिनु मिल्छ है पैसा मिल्छ कि अब पैसा तपाईँले के गर्नुहुन्छ के गर्नु हुँदैन होइन म मोमो नै खान्छु कि भनेर म पनि त्यहाँ गएर खान्छु म पनि हस्पिटलबाट आएको हो नि त हस्पिटलबाट खाइदिन्छु अनि म पनि खान्छु ए हुन्छ 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 तपाईँलाई फेरि गाह्रो त हुँदैन नि किन हस्पिटलबाट कस्तो के भन्नुभयो हस्पिटल किन गएर आउनु भयो ब्लड चेकअप ए किन के भएको छ क्यान्सर कसरी कहिलेदेखि भएको यो क्यान्सर 3 मन्थ ए 3 मन्थ भइसक्यो ए तपाईँ किन कस्तो कामिरहनु भएको छ फेरि ए ए कि भयो एकछिन बस्नु न कि हुन्छ एकछिन रेस्ट गर्नुहोस् न र तपाईँ कामिरहनु भएको छ पुरै बस्नु एकछिन बस्नु त किन क्यान्सर तपाईँको रिपोर्टहरू हेर्नु न छ ए भर्खरै के ब्लड टेस्ट लिएर आउनु भएको भन्नुभयो ब्लड टेस्ट गराउनु गएको थियो म कीर्तिपुर हस्पिटल ए हजुर आरएफटी र कति सिबिसी घटेको छ भनेर ए यो चाहिँ तपाईँको रिपोर्ट हजुरको नाम के भयो रेखा गुप्ता 19 इयर्स हजुर होइन 20 हो अस्तिसम्म चाहिँ 19 थियो अहिले चाहिँ 47 ए अनि क्यान्सरको कस्तो अब सबै गरिरहनु भएको छ डायलिसिस अहिले त गरिरहेको छौँ डायलिसिस होइन किमो सरी गरिरहेको छौँ ए अस्तिको पालि 6 किमो चाहिँ सम्म गऱ्यो 7 किमोको पालो चाहिँ अलि पैसा नभएर अनि भ्याएन अनि गर्न पैसा चाहिँ पुगेन फ्यामिलीबाट पनि अलि भएन नि त हजुरको फ्यामिलीमा को हुनुहुन्छ नि ए पैसा नपुगेर तपाईँ किमो गर्न पाउनु भएको छैन गएन अनि मन्डेसम्म चाहिँ डिले गर्नु मिल्छ भन्नुभएको थियो हजुर मन्डे भोलिसम्म अब हेरौँ के हुन्छ कसो हुन्छ अहिलेसम्म त मलाई केटीको हस्पिटलबाट नै हेरिदिनु भएको छ नि त डाक्टरहरूले अनि हजुरले मलाई यस्तो मोमो